चामै बसेर जान लागि मैले चिताएछौँ भनेर यहाँ त पुल चाहिँ लभली देखिन्छ है। झर्दाखेरि नै अक्टोपस झर्ना हेर्ने हाम्रो समय मिल्यो। जाने बेला त रात परेको थियो अनि अलिक फर्किँदाखेरि चाहिँ हाम्रो अक्टोपस झर्नामा आइसकेका छौँ। अनि अक्टोपस झर्ना बिहान पनि नास्ता अहिले पनि नास्ता नास्ताले नै दिन कति आज आएको चितवनबाट चाहिँ अब कहाँ जाने के गर्ने भनेर कन्फ्युज भइरहेछन्। चितवन त साथीहरू धेरै थकान भएको महसुस गरिरहेको छु मैले। यो त निराशा त पुरै पुसा त यो त यहाँ जरायो सबबाट हेरेर यो ग्रुपमा। अनि यहाँ कुकुर छ एउटा सरी अर्को चाहिँ यो के यो फेरि नेउरी मुसो यो गाइस गुड मर्निङ अफ रागा ब्लग। डे 7 आज चाहिँ डे 7 साथी भएको छ कि आज डे 7 को भ्लग चाहिँ स्टार्ट भएको छ। हाम्रो मनाङे हाम्रो ज्याक के भन्छ अरे यसलाई अल्पाइनको भ्यू चाहिँ यस्तो छ लभली छ है लभली। यहाँ बसेर हामी चाहिँ त्यहाँ निस्किन लागिसकेका छौँ। अब यहाँदेखि मनाङलाई बाई बाई भन्दै केटाहरू रेडी भइसकेका छन् ब्याग स्याग बाँधेर। के मेरो आज यस्तो बिहान आएको मर्निङ भ्यू यस्तो हेर्दा है केटा हो। लगेर हामी चाहिँ चामै आइपुगेका छौँ। अनि फर्किँदाखेरि चाहिँ चामै बसेर जान लागि मैले चिताएछौँ भनेर यहाँ त पुल चाहिँ लभली देखिन्छ है। चामै यस्तो छ। अनि हामी चाहिँ यहाँ नास्ता सास्ता खान अड्डेको छौँ। केटाहरू चाहिँ भित्र गएर बसेर ल्याम्पमा के गर्नु हाम्रो समय त्यहाँ भन 3टा चिया र 2टा चम्चा 3 ठाउँ भन ल ऊपर जाडो छ यार बाबु। अनि आजको हाम्रो नास्ता चाहिँ यसरी सुरु भएको छ। अरू अब कहाँ गएर के गर्छौँ के खान्छौँ भन्ने अत्तो पत्तो छैन नि। यस्तो बाटो हामी आएको हो होइन र रागा ब्लग्स कसरी खुवाउने होला नि त्यो बाटो भने है कस्तो बे। हामी चाहिँ झर्दाखेरि नै अक्टोपस झर्ना हेर्ने हाम्रो समय मिल्यो। जाने बेला त रात परेको थियो अनि अलिक फर्किँदाखेरि चाहिँ हाम्रो अक्टोपस झर्नामा आइसकेका छौँ। अनि अक्टोपस झर्ना केटाहरू फेरि यहाँ छ नि बसेर हेरिरहेको छ मस्तसँग चिलमा। मजा आयो फोटो हानौँ न केटाकेटीहरू यो मनाङ राम्रो छ। जाँदाखेरि हुन्छ जान्ला ग्रिन लेक जाँदाखेरि नै पर्छ कति जानु पर्छ ब्लु लेक ग्रिन लेक ग्रिन लेक त अझै उही माथि छ नि अहिले चामेदेखि नि माथि हो माथि तपाईँ चामेदेखि नि उतै हो नि चामेदेखि नि माथि अहिले ग्रिन लेक ग्रिन लेक चाहिँ ग्रिन लेक आउँछ सुरुमा ग्रिन लेक आउँछ त्यसपछि बल्ल ब्लु लेक आउँछ। ग्रिन लेक चाहिँ हल्का भित्र छिरेर त्यो पुल काटेर उता जानुपर्छ। त्यो चट्टानको पछाडिको आउँछ त्यो बेला ग्रिन लेक चट्टानवाला होइन कता हो हजुर चामेभन्दा यति माथि हो ब्लु लेक चामेभन्दा ग्रिन लेक चाहिँ वहाँनिर के अरे त्यो चामेभन्दा उतै हो बब मार्ली होटल आउँछ क्या त्योभन्दा माथि हो क्या हल्का त्यही ल फोटो आना अब बदल चाहिँ अब रेडी हुन लाग्छ है ट्याक्क झर्नामा भिडियो बनाउने बाइक चलाएको अनि त्यसपछि टर्न चाहिँ हाम्रो यहाँ सरको पालो रेडी हो फर्म देखाइदिनु नि त औँला देखाइदिनु रेडी यस्तो गरेर देखाइदिनुहोस् औँला इग्नोर गरिस् मैले यस्तो गर भनेको छु वा। अनि यहाँदेखि भिडियो बनाउने लगेटा अब चाहिँ हामी रुखे झर्ना रुखे भन्न आयो त फेरि माथिने मुस्ताङको मात्रै नाम आउँछ यार किन हो मनाङको अक्टोपस झर्नाले पनि अब बाई बाई भन्दा हामी चाहिँ लाग्न लाग्यौँ है। ल सियो अब पछि कहिले आउने भेट्नु त फेरि झर्नालाई भने है बुझ्दैन हौ ल अब चल्दैछ। आजको खाना नभएर आज चाहिँ नास्ताले नै बिहान पनि नास्ता अहिले पनि नास्ताले नै दिन कति आज आएको मुगलिन पुग्छौँ नि हामी यहाँ चिकन पुग्छौँ मुगलिन पुग्छौँ होला नि मुगलिन पुगेपछि बल्ल राति खाना हुन्छ होला न त यहाँ त अब आजको दिन बिहानको खाना नभएर नास्ता है केटा
ल केटा हामी चाहिँ मुम्बिन आइसकेका छौँ र अब मुम्बिनबाट चाहिँ अब कहाँ जाने के गर्ने भनेर कन्फ्युज भइरहेछौँ चितवन त आधी घन्टा जति लाग्छ होला आधी घन्टा 45 मिनट सायद त्यस्तै लाग्छ होला यो केटा अब यो काठमाडौँ जाने बाटो यो अब हाम्रो नारायणघाट जाने बाटो अनि यो चाहिँ उहाँ जाने बाटो के अरे पोखरा जाने बाटो हामी चाहिँ मुम्बिन आएर ट्याक्क बसिसकेका छौँ अब डिस्कस भइरहेछ कहाँ जाने भनेर अब हामी कहाँ जान्छौँ त्यही चाहिँ बताउँ केटा है भने केटा के हो डिसिजन कहाँ जानु पर्ने वो त अनि ल केटा हामी चाहिँ गैडा चोक गैडा चोक आयो यहीँदेखि सौरा जाने जस्तो लागिरहेको छ त्यो हो कि होइन गर्नु सकिन हो नि बिदारै चाहिँ सौरा जाने हामी चाहिँ चितवन आइपुगिसकेका छौँ अघि के अरे डिस्कस भइरहेको थियो नि त कहाँ जाने के जाने हामी चाहिँ फाइनली चितवन आइसकेका छौँ त्यति भन्दा मेरो साथीहरू धेरै थकान भएको महसुस गरिरहेको छु मैले यो त निराश त पुरै पुग्छ त यो त ल अब हामी चाहिँ सौरा पुगेर नै अब देखाउँछौँ भिडियोमा है ल ल बाटो यस्तो छ है जाममा पर्यौँ जाममा हामी चाहिँ अहिले रुममा आइसकेका छौँ मैले चाहिँ यहाँ के अरे सौरा आएर रुममा आएर ट्याक्क सम्झेँ अनि हाम्रो बाहिरको भ्यू चाहिँ यस्तो छ केटा होटलदेखि बाहिर ट्याक्क बस्ने रुमदेखि यस्तो बजार अगाडि सस्तो त कसैले यतातिर यस्तो छ ट्याक्क केटाहरू पनि कपडा सपडा चेन्ज गरेर रेडी हुँदैछन् अब केटी हेर्न केटी खोज्न जाने कि म त जान्न रिभर साइड हो हामी चाहिँ सौरा आइपुगिसकेका छौँ केटाहरू ट्याक्क यहाँ बसोबास यहाँ चलिरहेको छ केटाहरूको म पनि हेर्छु अनि यहाँनिर लाइटले देखिन्छ क्या हो अर्कै यहाँ जरायो छबाट यहाँनिर यो ग्रुपमा अनि यहाँ कुकुर छ एउटा ए सरी अर्को चाहिँ यो के हो यो फेरि नेउरी मुसो शेर यता पनि आउन हो म तिमीलाई नाइट मोडमा कस्तो देखाइदिन्छु न त जरायो यहाँनिर यो पनि जरायो हो यो पनि जरायो हो अनि यहाँ चाहिँ पुरै भल्कमा छन् केटा दर टन्न यतिन देखाएको छैन तिमीहरूले चिकन र पोर्क स्पिड ल्याउनु त अनि त्यसपछि अनि त्यो ल्याइदिनु त कोक म त कोक खान्छु खाऊ मेनु चाहिँ यस्तो छ है हेर केटा स्क्रिनसट गरेर अहिले चाहिँ हामी यहाँ चौधरी कल्चरवाला चितवनमा चौधरीको कल्चरहरू धेरै छ नि त अनि त्यही भएर यहाँले चौधरीको खाजाहरू चाहिँ चेक गर्न आएको छौँ त्यही नै हो केटा ल हाम्रो साथीहरू चाहिँ हाम्रो जलपानीहरू खाइरहन होइन कुनै कुराहरूको लागि ठिक पनि हो र कुनै कुराहरूको लागि बेठी पनि हो के हो र Rock with it.